मसान घाटमा सबैभन्दा पहिला तपाईको शरीर होइन, तपाईको नाम हराउँछ। धर्मले कहिल्यै बताएन यदि नाम हरायो भने के हुन्छ। तपाई बुझ्न सक्नुहुन्न। यो भिडियो बीचमै बन्द गर्ने मान्छेले मसान घाटको सबैभन्दा खतरनाक कुरा कहिल्यै पनि बुझ्न सक्दैन। भिडियो अन्तिमसँग हेर्नुहोला, किनभने आज यस भिडियोमा मसान घाटमा के हुन्छ र त्यहाँ मरेका आत्माहरू, त्यहाँ मरेका शरीरहरू के हुन्छ। आज हामी यो विषयलाई विस्तृत रूपमा जानकारी दिनेछौँ। आज यो भिडियो तपाईँ छिटो हेर्नुहुन्न, किनकि यो भिडियो डर देखाउन बनाएको छैन। यो भिडियो डर कहाँबाट जन्मिन्छ, डर किन छोड्न सकिँदैन र डर मरेपछि पनि किन बाँच्छ त्यो बुझाउन बनाएको हो। यसकारण एकछिन मोबाइल तल राख्नुस्, आँखा चिम्म गरेर गहिरो सास लिनुस्, किनकि अब म तपाईलाई कुनै कथा सुनाउन लागिरहेको छैन। अब म तपाईलाई एउटा प्रश्नको भित्र छिराउन लागिरहेको छु। प्रश्न: मरेपछि मेरो शरीर कहाँ जान्छ? यो प्रश्न हामी सबैले सोध्छौँ, तर अर्को प्रश्न हामी डरले सोध्दैनौँ र म कहाँ जान्छु? शरीर भनेको देखिने चिज, छुने चिज, जल्ने, गाडिने, बगाइने चिज, तर म भनेको सम्झना, भावना, अधुरो कुरा, नबोलेको सत्य। आज कथा शरीरबाट होइन, त्यही मबाट सुरु हुन्छ र त्यो कथा सुरु हुन्छ मसान घाटबाट। मसान घाट के हो? मसान घाट सुनिदा साधारण लाग्ने यी दुई शब्द असलमा मान्छेको जीवनको सबैभन्दा अन्तिम ठेगाना हुन्। पहिलो शब्द मसान। मसान भन्नाले केवल मरेको शरीर होइन। मसान भन्नाले अब नबोल्ने स्वर, अब नहिँड्ने खुट्टा, अब नआउने नफर्किने बाटो। मसान भनेको शरीरको मृत्यु मात्र होइन, सम्भावनाको मृत्यु हो, भोलिको अन्त्य हो। दोस्रो शब्द घाट। घाट भनेको नदीको किनारा मात्र होइन, घाट भनेको जहाँ बग्ने कुरा कहिले फर्केर आउँदैन। घाट भनेको विदाईको ठाउँ हो, जहाँ मानिस अन्तिम पटक भन्छ अब यहीसम्म। मसान प्लस घाट, जहाँ शरीरलाई प्रकृतिमा फर्काइन्छ। तर यही एउटा गहिरो प्रश्न जन्मिन्छ, के फर्काइने कुरा शरीर मात्र हो? पहिलो मृत्यु र दोस्रो मृत्यु। पुराना ग्रन्थहरू एउटा कुरा भन्छन्, मान्छे एकपटक होइन, दुई पटक मर्छ। पहिलो मृत्यु शरीरको अन्त्य। यो मृत्यु सबैले देख्छन्। चिता बल्छ, धुवाँ उड्छ, नदी बग्छ। तर दोस्रो मृत्यु सम्झनाको अन्त्य। यो मृत्यु कसैले देख्दैन। जब तपाईलाई सम्झिने अन्तिम मानिस पनि तपाईलाई बिर्सिन्छ, त्यही दिन तपाई साँचो अर्थमा मर्नुहुन्छ। धेरै मानिस पहिलो मृत्युमा मर्छन्, तर दोस्रो मृत्युमा मर्न सक्दैनन्, किनकि कसैले माया पुरा गर्न पाएन, कसैले रिस छोड्न सकेन, कसैले अन्तिम पटक साँचो कुरा भन्न पाएन। यही अधुरोपन
यही बाँकीपन, यही अस्वीकार। मसानघाटको रहस्यको बिउ हो। बुढापाकाले एउटा कुरा भन्थे, बागमती दिनमा नदी हो तर राति उहाँ कसैको सास हो। दिनको बागमती पानी बग्छ, आवाज सामान्य हुन्छ, मानिस आउजाउ गर्छ। तर राति आवाज बदलिन्छ, हावा भारी हुन्छ, छालहरू असामान्य सुनिन्छ। केही मानिस भन्छन् त्यो पानी होइन, कसैले पानीभित्र सास फेरिरहेको सुनिन्छ। एकजना साधुले एकपटक भनेका थिए, त्यो आवाज नदीको होइन, त्यो नदीमा मिसिन नसकेका आत्माको हो। त्यसैले पुराना मानिस राति घाटतिर जाँदा एउटा वाक्य मनमा नै भन्थे, यदि कसैले बोलायो भने पछाडि फर्किनु हुँदैन। किनकि पछाडि फर्काउनु भनेको डरलाई स्वीकार्नु, अधुरोपनलाई देख्नु, आफ्नै अन्तिम प्रश्नसँग आँखा जुधाउनु हो। आत्मा अड्किनु भनेको के हो? अड्किनु शब्द सानो छ, तर यसको अर्थ असाध्यै भारी छ। अड्किनु भनेको अघि बढ्न नसक्नु, फर्किन नसक्नु र बिचैमै रोकिनु भनेको। आत्मा अड्किनु भनेको शरीर त गयो तर स्वीकार गएको छैन। स्वीकार कि जीवन सकियो, कि कुरा अधुरो रहे, कि माया अपुरो भयो। त्यसैले भनिन्छ आत्मा मसान घाटमा बस्दैन। आत्मा त्यही क्षणमा बस्छ जहाँ उसले छोड्न सकेन। तपाईले ध्यान दिनु भएको छ, मसान घाट नजिक अक्सर पिप्पलको रुख हुन्छ। दन्ते कथामा भनिन्छ पिप्पल आकाश र पृथ्वीको बीचमा उभिएको रुख हो। एक पटक एउटा मानिस मसान घाटमै मर्छ। मर्ने बेलामा उसले यति मात्र भन्छ, म फर्केर आउँछु। उसले शरीरले फर्कने कुरा गरेन, उसले अधुरोपनले फर्कने कुरा गर्यो। त्यसपछि राति त्यो पिपल मुनि एउटा छाया बस्न थाल्यो। तर कसैले देखेन, सबैले एउटै महसुस गरे, यहाँ कोही छ तर देखिँदैन, बोल्दैन तर छोड्दैन। विज्ञान के भन्छ? विज्ञान भन्छ डर दिमागको खेल हो, अँध्यारो आकृतिको भ्रम हो, दुःख आवाजको उत्पत्ति हो। तर विज्ञानले एउटा कुरा स्वीकार्छ, मृत्युपछि चेतना के हुन्छ हामीलाई पूर्ण जानकारी छैन। त्यही थाहा छैन भन्ने ठाउँमा धर्म बस्छ, कथा बस्छ, रहस्य बस्छ। यदि मसान घाट आत्माले भरिएको हुन्थ्यो भने संसार शान्त हुन्थ्यो। तर संसार शान्त छैन, किनकि आत्मा होइन। यहाँ मान्छे नै अधुरो मर्छ। अब अन्तिम प्रश्न, यदि आज तपाईँ मर्नुभयो भने तपाईँको आत्मा शान्त भएर जान्छ कि कुनै घाटको हावामा नाम बनेर बाँकी रहन्छ?